हाम्रो चाहिँ खाजा खाने बेला भयो। ल्याऊ समोसा खाऊ। धन्यवाद तपाईँलाई सेवारो आजको लागि है। ए हेर्नु है साथीहरू, यहाँ अचारमा चुत्दै खाने ल। भेरी टेस्टी टेस्टी। चिनी लागेन नि? चिनी कम्ती हालेछु अनि खानु हुँदैन नि त चिनी धेरै। खानु त हुँदैन कि रातो चियामा चिनी नै मिठो हुन्छ। ठिकै छ, मोटाइन्छ है। यस्तो दामी बनाएको छ नि। पिरो पनि पिरो मिठो भन्नु है साथीहरू। हामी त यसरी खाजा पनि खान्छौँ है, काम पनि गर्छौँ। समोसासँग चिया त झन् दामी। कतिले खानै जानेदैन होला, हामीले चाहिँ नयाँ खाने तरिका सिकायौँ त आज त आउँछ नि त। घाम चाहिँ कति लाग्यो आजमा? हिजो शीतल थियो नि त त्यही भएर। हिजो यस्तो शीतल थियो। बब्बाल 3 बजे छ, अब 6 बजीसम्म आनन्द भइदियो। यतिले बनाउने भनेको त ल। यस्तो खाएको भिडियो हालेर मान्छे हाँस्दैन। हाँस्दैन नि गाइस, तपाईँहरूलाई नि खानु मन लाग्छ किनेर ल्याएर खाइ। नहाँस्नु होला मेरो भाइ देखेर चाहिँ साथीहरू। किनेर खाइहाल्नु। 25 रुपियाँ गोटा हो अन्तिम। मामा म कति छिटो खाइसक्नु भएको। बाबरे सलाद सलाद पार्नु भएको नि। काम साँच्ची आफूलाई, खानु साँच्ची अर्कालाई भन्ने खान्छ। तर म चाहिँ काम पनि आफूलाई, खानु पनि आफूलाई। काम पनि आफै हतार हतार गर्ने हो, खाना पनि आफै छिटो छिटो खाने हो। छिटो खाएर छिटो काम गर्नुपर्छ है केटी। सही बात। दामी पो भयो त हौ। चिया र मिठो हुँदो रहेछ हौ। मैले त कहिले खाएको थिइनँ तर यो चिया समोसा चाहिँ। सेतोसँग चाहिँ मिठो हुँदैन होला, रातोसँग चाहिँ मिठो हो नि। यहाँ लगा न, सेतोसँग पनि मिठो हुन्छ त। सेतोसँग झन् मिठो हुन्छ। तर सेतो खानु पर्दैन, गेस्टिक हुन्छ। सही बात।